आज हामी कुरा गर्दैछौं नक्कली कपाल हालेका केही चर्चित कलाकारहरूको बारेमा। पहिलो नम्बरमा रहेका छन् दुर्गेश थापा। नेपालका चर्चित गायक दुर्गेश थापा अहिले नक्कली कपालको सहारा लिइरहेका छन्। स्टेजमा हेर्दा चम्किने उनको कपाल वास्तवमा सक्कली होइन। सागर लम्साल चलचित्रका हास्य कलाकार बलेले पनि नक्कली कपाल लगाएका छन्। उनको स्टाइल देख्दा कतैबाट पनि कृत्रिम कपाल जस्तो लाग्दैन। आर्यन सिग्देल चकलेटी हिरो बन्नकै लागि आर्यन सिग्देलले नक्कली कपालको सहारा लिएका छन्। उनको सक्कली कपाल अहिलेसम्म कसैले देखेको छैन। भुवन केसी कुनै बेलाका सुपरस्टार भुवन केसीको कपाल पनि नक्कली नै हो। लामो समयदेखि उनी यो कपालको भरमा स्टाइल कायम राखिरहेका छन्। हेमन्त शर्मा गायक हेमन्त शर्माको कपाल राम्रो नभएपछि उनले पनि नक्कली कपाल लगाएका छन्। पशुपति शर्मा लोकदोहोरी गायक पशुपति शर्माले पनि नक्कली कपाल लगाउने गरेका छन्। कहिलेकाहीँ उनले आफ्नो सक्कली कपाल पनि देखाउँछन्। रामजी खाँड चर्चित गायक रामजी खाँडले पनि आफ्नो कपाललाई स्मार्ट देखाउन नक्कली कपाल प्रयोग गरेका छन्। विमल अधिकारी मोडल र गायक विमल अधिकारीको पनि कपाल नक्कली हो भन्ने कुरा धेरैलाई थाहा छैन। स्टाइलिश देखिन उनले पनि कृत्रिम कपालको सहारा लिएका छन्। विक्रम बुढाथोकी चर्चित मोडल विक्रम बुढाथोकीले पनि सक्कली कपाल राम्रो नहुँदा नक्कली लगाएका छन्। यस्तै भिडियोहरूको लागि कृपया हाम्रो टिकटक अकाउन्टलाई फलो गर्न नभुल्नुहोला।